हेलो एभ्रिवान, तपाईहरुलाई रिजनेबल र मिडियम प्राइस रेन्जमा चाहिँ आइसी लेभलको काम गर्ने एसएमडीहरू चलाउँदै आइरहनु भएको पनि होला र जसमा 857 DW प्लस यो एकदम नहराएको मोडल, चलिरहेको मोडल र सधैँ चलिरहेकै छ र यो मोडल सबैले रुचेको मोडल पनि हो। सो यसलाई नै अब अलिकति आइसी लेभलमा काम गर्दाखेरि अलि भएन भन्नुहुनेहरूलाई चाहिँ अलिकति डिफ्रेन्ट तरिकाले अझै स्मुथर काम गर्नको लागि चाहिँ 857 लाई चाहिँ 857 प्रो भर्जनमा चाहिँ अहिले अपडेट भएको छ, जसमा चाहिँ यो भन्दा अब अलिकति यो बेटर एफिसिएन्ट कामको लागि तपाईलाई यसमा च्यानल सेटिङ च्यानल सेटिङ गरेर पनि काम गर्न सक्ने र यो भन्दा अलिकति स्मुथर र लाइटर भएको कारणले तपाईले यसमा चाहिँ अब यो भन्दा बेटर छ कि भन्ने डिफरेन्सेस भिडियो चाहिँ आज मैले तपाईको लागि लिएर आएको छु, जसमा अब यसलाई चलाउँ पनि र यसमा के चाहिँ डिफरेन्स छ र त्यसले चाहिँ तपाईको कामलाई अझै मोर बेटर बनाउँछ त्यो पनि हेरौँ है त। सो स्पष्ट रूपमा दुईटा हटगनलाई हेर्दाखेरि हामीलाई हटगनको लुक्स भन्दा पनि मोस्ट इम्पोर्टेन्ट कुरा भनेको यसको हिटिङ पर्फर्मेन्स। सो लेट मी गो विथ दिस टु हट एयर गन। लुक्स नथिङ डिफ्रेन्ट विथ यो सिलिकन पाइप हैन, तर यो हाम्रो बाहिरी बनावटले देखिने पर्फर्मेन्समा डिफ्रेन्ट हुने हैन नि त। यसको भित्रको बनावट कस्तो छ हैन, यसले दिने टेम्परेचर र हिटिङ कन्ट्रोल कतिको डिफ्रेन्सेस छ। यस्तै कुराहरुमा नै हटगनहरु म्याटर गर्छ। सो अब यसलाई राखौँ, यसको ह्यान्डलहरु दुईटाको हेरौँ डिफ्रेन्ट, यो जुन चाहिँ हामीले राख्छौँ स्ट्यान्ड भनौँ, यसलाई राख्दाखेरि स्ट्यान्डहरु पनि अलि एडभान्स देखिन्छ। पुरानोमा प्लास्टिकको अलिकति छ भने यसमा अलिकति किटहरुको युज भएको देखिन्छ हैन। अनि लुक्सको वाइज हेर्दा यो ठुलो छ, यो सानो छ। अब यसको पुरानो तरिकाको डिजाइनहरु छ, पुरानो तरिकाले पनि यसमा नयाँ सिस्टमहरु छ, नयाँ तरिकाले चलाउन सकियो। थोरै ठाउँ गट्यो तर मोर पावरफुल भयो तपाईले काम गर्नको लागि। 857 DW प्लस क्विकली हिटअप हुन्छ हैन। सुइटेबल चाहिँ केको लागि छ, मोबाइल रिपेयरहरु जब गर्न ठीक छ। बट 857 प्रोले के चाहिँ तपाईलाई प्रोवाइड गर्छ भने फास्ट टेम्परेचर रिकभरी हुन्छ र स्टेबल हिटिङ हुन्छ, जसले गर्दाखेरि लङ टर्मसम्म तपाईलाई चाहिँ लङ टर्म रिपेयरको सिजनहरुलाई चाहिँ काम गर्न सहज हुन्छ। सो आफ्टर दैट एयर फ्लो इज द मोस्ट इम्पोर्टेन्ट थिङ्स, किनकि हट एयर गनमा गेम भनेकै हिट र एयर हो। सो 857 DW प्लसले तपाईलाई स्ट्रङ एयर फ्लो चाहिँ अफर गर्छ, जसले गर्दाखेरि जेनरल रिपेयरको लागि बेटर हुने भयो। बट 857 प्रो प्रोभाइड यो स्मुथर एयर फ्लो, अनि त्यसमा एडजस्ट पनि गर्न मिल्यो र काम गर्नको लागि एकदम बेस्ट हुने भयो। सो 857 DW प्लस or 857 Pro, which one is best? So professional design सहित चाहिँ 857 Pro is more better than 857 DW Plus, तर यसको मतलब यो होइन कि यसले चाहिँ काम गर्न मिल्दैन, यो मात्र बेटर हैन। तपाईको आफ्नो अपरेसनको अनुसार बेसिकली तपाई काम गर्दै हुनुहुन्छ, आइसी लेभलमा हुनुहुन्न भने स्ट्रेट एयर सुटिङको लागि अलिकति राम्ररी चाहिँ फास्ट एफिसिएन्ट कामको लागि यो बेटर रहनेछ। So for you, which one would you like to choose? Please comment below and order with Easy Tools Nepal है त। Easy Tools Nepal, quality tools for quality people.